गिरी नगरपालिका वडा नम्बर 6 गङ्गटेमा रहेका 18 गन्धर्व परिवार र वडा नम्बर 8 मा रहेका 4 घर गन्धर्वका लागि हामीले जनवरी 2, 2024 मा राहत सामग्री सहित त्यहाँका लागि प्रस्थान गर्यौं। सो क्षेत्रका लागि आवश्यक सामग्री खरिद गर्नलाई हामी बाँकेको नेपालगञ्जमा चामल, दाल, नुन, तेल, न्यानो कपडा, ब्ल्याङ्केट तथा आवश्यक सामानहरू खरिद गर्यौं। 2 जनवरी 2024 मा बाँकेको नेपालगञ्जबाट हाम्रो यात्रा जाजरकोटको गङ्गटीका लागि अघि बढ्यो। बाँके, बर्दिया, सुर्खेत, सल्यान, पूर्वी रुकुम हुँदै हाम्रो यात्रा भेरी नदीको किनार अघि बढ्यो। विकट मानिने गङ्गटी पुग्न हाम्रा लागि सहज थिएन। यात्रामा देखिएका दृश्यहरू हाम्रो टिमले कैद गरिरहेको थियो। बाँकेको नेपालगञ्जबाट हामी जाजरकोट प्रस्थान गर्दै गर्दा जाजरकोटको कुदु भन्ने स्थानमा पुगेपछि त्यहाँबाट 0 पोइन्ट हुँदै मध्य पहाडी लोकमार्ग हुँदै हामी गङ्गटी प्रस्थान गरेका थियौँ। मुख्य गरी जाजरकोटको जगदी भन्ने स्थानमा पुगिसकेपछि पक्की बाटो अन्त्य हुन्छ। त्यहाँदेखि करिब 3 घण्टा हामी कच्ची सडकमा यात्रा गर्नु पर्यो, जसले गर्दा हामी निकै थाकेका थियौँ। बाँकेको नेपालगञ्जबाट बिहान 9 बजे सुरु भएको हाम्रो यात्रा विभिन्न जिल्ला पार गर्दै बेलुकी करिब 8 बजे भेरी नगरपालिका 6 को गङ्गटेको गन्धर्व बस्तीमा। Namaste, we just reached Gangate in Jajarkot after a long drive. There is no electricity, so we could not see anything. But they are welcoming by fire, making a fire, cooking foods. Look at all the tubs that we have provided to them, and they're gathering for good meal here. मैले लागिरहेको छ अहिले चाहिँ, तर देख्न चाहिँ केही पाएको छैन। I have not seen anything, but मैले राम्रोसँग हेर्न पाएन, देख्न पाएको छैन। जब यो अहिले यो वातावरण देख्दा चाहिँ मलाई एकदम खुसी लागिरहेको छ। तर भोलि यो वास्तविकता के छ भन्ने कुरा चाहिँ अहिले यहाँ बत्ती नभएको कारणले गर्दाखेरि चाहिँ यो वास्तविकता चाहिँ दियो मुनि अँध्यारो भने जस्तै हाम्रो गन्धर्वको बस्तीहरू चाहिँ अझै पनि अँध्यारो ठाउँमा चाहिँ बसिरहनु भएको रहेछ। अब यो चाहिँ एउटा रियालिटी चाहिँ सत्य तथ्य चाहिँ पत्ता लाए, यो देखेर चाहिँ धेरै दुःख लाग्यो। र अन्य कुराहरू चाहिँ भोलि हेरेपछि मात्रै मैले भन्न सक्ने अवस्था हुन्छ। के पकाउनु भएको छ? के पकाउनु भएको छ? खै के हो त्यो देखाउनु त? के को दाल? के को? अनि यो के को? चिकन मासु? अनि यो चाहिँ खाना कतिजनाले खाने हो? यो आज कतिजनाले खाने खाना? हाम्रो सबै हाम्रो गन्धर्व बस्तीको सबैलाई घेराएको छ। उहाँले पनि खाइसक्नु भयो? त सुत्नु भएछ त उहाँ? अनि हजुरको भनिदिनु? मेरो कालिका गन्धर्व। हजुरको नाम भनिदिनु? शारदा गायन। हजुरको नाम भनिदिनु त? गीता गायन। तपाईँ त कति उज्यालो देखेँ ल। हजुरको नाम भनिदिनु त? रूपा गन्धर्व। हजुर यहाँ देखिनँ मैले अस्ति आएको बेला। अहिले कहाँ देखेँ? भर्खरै इन्डियातिर थिए हामी। ए उहाँ नै हो? उहाँ हाम्रो उसले भनेको? अर्की पनि छन् न, अनि हाम्रो नानी हुनुहुन्छ। अनि हजुरको नाम भनिदिनु त? मेरो हजुर कविता गन्धर्व। त्यो रात हामीले त्यहाँको समुदायसँग कुनै संवाद गर्न पाएनौँ। बिजुली बत्ती नभएकाले हामीले आवश्यकता अनुसार भिडियो पनि खिच्न सकेनौँ। हामीलाई भोलिका लागि ब्याट्री ब्याकअप गर्नु थियो, किनकि त्यहाँ बत्ती नभएकाले हाम्रो मोबाइल क्यामेराको ब्याट्री चार्ज गर्न सम्भव थिएन। हामी राति दाउराको आगोको सहारामा खाना खायौँ र टेन्ट मुनि सुत्यौँ। दुईटा खाजा पनि हुँदैछ। तपाईँ सुत्नु सधैँ यहीँ हो? हजुर हजुर उता जान्छ। भनेपछि तपाईँको के घर भत्काउनु पर्ने अवस्था हो? अहिले कस्तो पनि छ भने यहाँको मान्छेहरू चाहिँ बसाइसकेर गइसकेको अवस्था र अनि यो जग्गा पनि बाजे हुन्छ नि त त्यतिकै।
त्यो भएको जग्गाहरू त तिमीहरूले गरी खाऊ यस्तो त्यस्तो छैन किनभने हाम्रो गाउँतिर चाहिँ जो अब तपाईँले भाइले भने जस्तै अहिले अब गर्न सक्ने हामी चाहिँ लोकेन्द्र गन्धर्व मेरो चाहिँ ड्राइभिङ पेसा मलाई चाहिँ त्यो अब त्यस्तो अरू खालको चाहिँ त्यस्तो रोजगार पनि कुनै छैन आफूसँग भएको पेसा चाहिँ त्यो गाडी चलाउने पेसा नै हो अनि त्यसको लागि हजुरहरूले अब सकेसम्म लाइसेन्सको लागि चाहिँ केही सहयोग गरिदिएपछि परिवारहरूलाई चाहिँ एउटा पाल्न सक्ने खालको एउटा आर्थिक अवस्था हुन्छ त्यो भयो भने चाहिँ अब सजिलो हुन्छ भन्ने अब अरू त्यस्तो खालको चाहिँ रोजगार त कुनै छैन हामीसँग अरू खालको पेसा पनि छैन अन्त कतैबाट अब सम्पत्ति यताउता त्यस्तो पनि छैन क्या हामीसँग लाइन नबिगार्नु लिग्लीकोट हेरिटेज फार्म हाउसका सञ्चालक केदार गान्धारीले त्यहाँका मानिसहरूसँग छलफल गर्नुभयो। त्यही अवसरमा स्थानीय सरकारका जनप्रतिनिधि वडा नम्बर 6 का वडा अध्यक्षसँग पनि हामीले साक्षात्कार गर्यौं। दुबारा बस्दा नि के फरक बस्नु गोल भएर मजासँग बस्दिनु होला यहाँ सबैजनालाई नमस्ते। म चाहिँ केदार गान्धारी, मेरो घर चाहिँ गोर्खा पालुङटार नगरपालिका वार्ड नम्बर 2 पर्छ लिग्लीकोट भन्ने ठाउँमा। कतिपय तपाईँले लिग्लीकोट सुन्नु पनि भएको छ होला है त्यहाँ पर्छ। र म चाहिँ अहिले विशेष गरी भन्दा सामाजिक अभियन्ताको रूपमा र एउटा राजनीतिको रूपमा पनि काम गर्छु। म तपाईँहरूको यो जाजरकोटमा 2062 सालतिर आएको थिएँ एकचोटि। मैले 2 जना हाम्रो गन्धर्वहरूलाई भेटेको थिएँ त्यो बेलामा। उहाँहरूले चाहिँ साह्रै भिडेर हिँड्नु भएको थियो अनि मैले उहाँलाई नमस्ते भने उहाँहरूले मलाई अलिकति त्यति राम्रो प्रत्युत्तर दिनु भएन, रेस्पोन्स गर्नु भएन। अनि मैले त्यो बेलामा खोज्दा त कहीँ पनि मैले भेटाइनँ। त्यो बेलामा अनि म जगतीपुर भन्ने ठाउँमा पनि पुगेको थिएँ, त्यहाँ पनि गन्धर्वहरू चाहिँ भेटाइनँ। अहिले चाहिँ सुने त्यहाँ पनि हुनुहुन्छ भन्ने कुरा सुने धेरै खुसी लाग्यो। अनि यहाँ हुनुहुन्छ भन्ने त मलाई थाहा पनि थिएन है। अनि आज चाहिँ फेरि तपाईँहरूको जिल्लामा म लगभग 17-18 वर्षपछि फेरि आउन पाएँ। त्यसको लागि चाहिँ सन्तोषजीलाई म धेरै धेरै धन्यवाद दिन्छु। जब म हिजो बेलुका चाहिँ यहाँ आइपुगेँ, आउने बित्तिकै के नोटिस गरेँ भने मैले चाहिँ तपाईँहरूको यहाँ बत्ती नै देखिनँ होइन। बत्ती नदेखेपछि हामी अँध्यारोमा यहाँ आयौँ होइन। खाना खाने बेलामा तपाईँहरूले दाउराको उज्यालोमा चाहिँ खाना खानुपर्ने त्यो खालको चाहिँ बाध्यता पनि देखेँ। धेरै दुःख लाग्यो। जुन हाम्रो भेट गरायो यो मैले सुनिसकेपछि चाहिँ अब के गर्न सकिन्छ भन्ने कुरा गर्दै गर्दा चाहिँ सबभन्दा सुरुमा चाहिँ हामीले तपाईँहरूलाई त्यो त्रिपाल होइन त्रिपाल र अनि हामीले ब्ल्याङ्केट पठाएको थियौँ पहिला सुरुमा चाहिँ। त्यो पाउनुभयो होला तपाईँहरूले सायद होइन। अनि त्यति भइसकेपछि पनि फेरि के भयो भने
सन्तोषजीले भन्नु होइन त्यहाँ त अब दाइ पानी परेपछि हिउँ पर्छ जाडो पर्छ अब के गर्ने जाडो पनि छ पानी पनि पर्छ अब रोजगारी छैन काम छैन खाद्यान्नको अभाव छ भन्ने कुरा भइसकेपछि मैले काम गर्ने संस्था छ एउटा त्यो संस्थासँग मैले कुरा गरेँ कुरा गर्दाखेरि चाहिँ मैले लिगलीकोट हेरिटेज फार्म हाउस भन्ने छ मेरो त्यो सञ्चालन गर्छु यो फार्म हाउस भनेको चाहिँ तपाईँको एउटा होटल व्यवसाय जस्तो हो पर्यटन व्यवसाय हो मैले गर्ने चाहिँ होटल व्यवसाय त थाहा छ हजुरलाई होइन बस्ने खाने ठाउँ होइन त्यो चाहिँ लिगलीकोटमा मैले त्यो गरिरहेको छु अनि यो मेरो संस्थाले हग हिभन बोर्ड भन्ने छ अमेरिकामा छ त्यो संस्थासँग मैले कुरा गरिसकेपछि उहाँहरूले ठिक छ हामी 20 घर परिवार यस्तो रहेछ तपाईँहरूको समस्या सबै जानकारी गराउनु भयो सन्तोषजीले अनि जानकारी गराइसकेपछि यो समस्या यस्तो रहेछ भनिसकेपछि ठिक छ हामी उहाँहरूलाई चाहिँ कम्तीमा 1-2 महिना कति पुग्छ होइन 3 महिनासम्म खाद्यान्न पुग्ने गरी हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्न भनेर चाहिँ उहाँहरूको पहलमा मेरो र सन्तोषजीको पहलमा अनि हग हिभन बोर्डको सहयोगमा चाहिँ हामी तपाईँहरूलाई चाहिँ खाद्यान्न अनि तपाईँहरूलाई जाडोको कपडा बच्चाहरूलाई पनि जाडोको कपडा र बच्चाहरूलाई कपी र कलम पनि हामीले लिएर आएको छौँ अनि त्यो चाहिँ हजुरहरूले स्वीकार्नुहुन्छ भन्ने मलाई धेरै हजुरहरूको आशा छ र भोलि भविष्यमा पनि हामी तपाईँहरूसँग चाहिँ केही कामहरू गर्न सकिन्छ कि भन्ने पनि लागेको छ र मेरो कुरा धेरै गर्नुभन्दा पनि म चाहिँ यस्तै सामाजिक रूपमा चाहिँ काम गर्छु हजुरहरू जस्तै दिदी बहिनी दाजुभाइहरूसँग विभिन्न ठाउँमा विभिन्न जिल्लाहरूमा गएर काम गरिसकेको छु र त्यो कार्यक्रममा आउँदाखेरि पनि तपाईँहरूसँग सुरुमाका दिनमा भेट्न सकिनँ फेरि अब भेट्ने पाएँ र फेरि केही कामहरू गर्न सकिन्छ कि भन्ने एउटा तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु र म प्रतिज्ञा त गर्दिनँ कि तर पनि केही कामहरू चाहिँ गर्न सकिन्छ होला भन्ने मलाई लागेको छ म मेरो कुराहरू धेरै राख्नुभन्दा पनि तपाईँको कुराहरू चाहिँ मलाई सुन्नु मन छ तपाईँहरू पनि आफ्नो कुराहरू के छ भने राख्नुहोस् हैन शारदा गायन हो मेरो नाम अब बच्चा पढाउनलाई पनि सोही आफ्नो इच्छामा छ के गर्ने हामी पढाउन सक्दैनौँ केही चिज हामीलाई रोजगारी मिल्दैन यो गाउँघरमा एकपल्ट हामी खाना साँझ खाएर चामल हुन्न अब चामल ल्याउने मात्र हामीले कहाँ जानुपर्छ पैसा कमाएपछि खलङ्गा जानुपर्छ खलङ्गाबाट चामल ल्याएर साँझ खाएर घर आउन सके भेटाउने भयो नत्र बच्चा भोकैले पनि घर पुग्छ हेर्ने हामीलाई हेर्ने कोही छैन यो ठाउँमा अब हामी कहीँ दुखी बिरामी भयौँ केही लोटे पढेपछि आफ्नो पास पैसा हुनु हामी त्यस्तै बस्छौँ अब जान सक्दैनौँ आफ्नो पास छैन पैसा मेरो नाम चाहिँ सनिता बैगार म चाहिँ भेनापा 6 गाङ्गटी तिर्छाला टोल पिपलको रुखतलतिर बस्दैछु हाल अहिले हाम्रो यो गाउँ समाजमा कस्तो छ भनेपछि पहिलो कुरो जातीय भेदभाव र त्यसपछि लिएर जग्गा जमिनको कमी र त्यसपछि लिएर पढाइको आर्थिकको पनि कमी छ किनकि हामी बालबच्चालाई हामी स्कुल त पठाउँछौँ तर हामीसँग कपी कलम किन्ने पैसा हुँदैन घरमा र कपी कलम किन्नको लागि हामीसँग पढाइको कमजोरी छ किनकि हामी जब गर्न सकिरहेको छैनौँ घर हाल्नलाई अब त्यो जग्गाहरू नि छैन अब 1 घर हुनुपर्नेमा एउटा घरमा जेठाजु र 2 भाइको फ्यामिली बस्नुपर्छ त्यस्तो स्थिति भइरहेछ हाम्रो यहाँ त्यसैले गर्दा पनि हामी लास्टै कमजोरी दुर्गम गाउँमा छौँ योजनाहरू वडाबाट आउँछ तर आफ्नो आफ्नो जातिलाई आउँछ हामी गन्धर्वलाई केही पनि आउँदैन मेरो नाम ललित गन्धर्व अहिले म हाल भेरी नगरपालिका 6 जाजरकोटमा अहिले बस्छु भेरी नगरपालिका 6 गन्धर्व बस्तीमा यो हाम्रो गन्धर्वको नाउँमा आउने तर यहाँ विविध ठाउँमा पुग्ने धेरै मान्छेहरूले बिचमै गायब गरिदिने हाम्रो यो जातै के त्यस्तो अब गायन भनेर हेपी माग्ने सारिङ बजाएर खाने उहाँसम्म अब ठौरीका ढोकासम्म पनि जान नपाउने कारणले गर्दा स्कुलमा हाम्रो समथिङ 30-40 वटा विद्यार्थी पढ्छन् हाम्रो भेरी नगरपालिका 6 भगवती आबिमा हाम्रो त्यति विद्यार्थीहरू पढ्दैछन् अदर स्कुलकै अवस्था पनि त्यस्तै नाजुक त्यसमा पढ्न नपाएको कापी कलमै किन्न नपाएर पनि अब घरमै भनेर भनेको छ स्कुल फिस हामीले एउटा 3वटा परीक्षामा हामीले 300 रुपैयाँ 400-500 रुपैयाँ हामीले उठाएर पनि स्कुलमा बच्चालाई पढाउनु पर्ने अवस्था भएको छ ड्रेसै हाल्न नसकिने अवस्था छ छात्रवृत्ति उहाँबाट हाम्रो एउटा विद्यार्थीको 500 को दरले आउँछ भनेपछि यहाँ 250 को दरले हाम्रो बच्चा बच्चीले पाइरहेको अवस्था छ अनि यिनी पिराहरू भन्ने हो भने त कति अझै पनि शोषक भइराखेको छ जहिले पाउनुपर्ने डाइरेक्टै माथिबाट आइसक्यो त्यो विद्यार्थीले पाइदियोस् भन्ने मेरो म त्यहाँ पनि गएर बारम्बार भन्छु अब यही पनि अहिले हजुरहरूले यो ल्याउनु भयो त्यो त मलाई धेरै खुसी लाग्यो क्या अब यही रात सायद हजुरहरूले उहाँबाट पठाइदिएको भए त्यहाँ गन्धर्वलाई दिनु भने अब सायद यो रात हामी पाउँदैन थियौँ क्या डाइरेक्टै आयो धेरै खुसी लाग्यो मलाई अब जागिरी त अहिलेसम्म हाम्रो सायद यो भेरी नगरपालिका 6बाट जागिरी मैले धेरै पहिला खाएँ विविध कारणले गर्दाखेरि म नेपाल आर्मी मैले
61 सालमा मैले नेपाल आर्मीको जागिरी खाएको। अब त्यसै विविध कारणले मेरो यही समस्या, शिक्षा छैन हामीसँग। अब घर हालौँ भनेपछि घर हाल्ने हामीसँग जमिन छैन। हेर्नुहोस् यहाँ हामीसँग लालपूर्जा छैनन्। हामी ऐलानीमा बस्ने हो भने हामीले एउटा रुख काट्ने बित्तिकै भोलि बिहान हामीलाई जगाइदिन्छन्। यहाँका ठुला बडाहरूले काट्दा किन नजगाउने। अब अर्काको जग्गामा पाला लिएर बसिरहेको छौँ हामी। हेर्नुहोस् हजुरहरू प्रत्यक्ष हेर्न सक्नुहुन्छ। यो जग्गा पनि हाम्रो होइन, त्यो माथिको जग्गा पनि हाम्रो होइन। हाम्रो यहाँ घर हाल्ने जग्गा छैनन्। हामीलाई घरै परिजाए पनि हामीलाई घर हाल्ने ठाउँ छैन। हेर्नुहोस् घरहरू चर्केर एकदम बेहाल भएका छन्। त्यो भूकम्पको त्यो रातिको त्यही पल याद गर्दाखेरि फेरि पनि आएर मरिने कि भनेर हामीलाई त्रास छ। अझै पनि हामी अहिले पनि तिरपाल हालेर बस्नु बाध्य भएका छौँ। अब त्यति मात्रै नभएर ओडाबाट पाउने राहतहरू पनि, ओडाबाट पाउने यो किसिमको विभिन्न किसिमका संस्थाहरूले सरकार बाहिर देशहरूले गरेका सहयोगहरू पनि ओडाबाट ल्याएर कहाँ यो गन्धर्वहरूलाई चाहिँ पछाडि अस्ति मैले ओडैमा पनि भने यो राहतलाई चाहिँ तपाईँहरूले चाहिँ जहाँबाट आएको सिस्टम तरिकाले बाँड्नुहोस्। यो त तपाईँहरूको चाहिँ राजनीति यसमा किन लगाउनु भएको छ हजुरहरूले? यो आएको सबैलाई बाँड्दै मेरो नाम चाहिँ शशि बुढा, यस भेरी नगरपालिका वडा नम्बर 6 को वडा अध्यक्ष र यो सम्पूर्णमा फेरि पनि नमस्कार। सर्वप्रथम चाहिँ यहाँ यो विनाशकारी भूकम्पले चाहिँ यहाँ हाम्रो चाहिँ के अरे रामीडाँडा, जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको बेला चाहिँ रुकुम पश्चिम र हाम्रो चाहिँ जाजरकोटमा धेरै जनजनको चाहिँ क्षति पुर्याएको छ। र त्यसमा चाहिँ यहाँको पीडितहरूलाई, यहाँको भूकम्पको पीडितहरूलाई केही आफ्नो जोस अब आफ्नो त्यति टाढा काठमाडौँबाट होइन टाढाबाट आएर चाहिँ केही मलम लगाउने जस केही चाहिँ तपाईँहरूको दुखेको घाउमा भनौँ न एउटा उसमा मलम लगाउन आइदिनु भयो। त्यति टाढाबाट आइदिनु भएको छ। उहाँलाई चाहिँ उहाँको सम्पूर्ण टिमलाई सर्वप्रथम चाहिँ म एकदम स्वागत गर्न चाहन्छु र यो चाहिँ धन्यवाद एकदम हृदयदेखि नै धन्यवाद दिन पनि चाहन्छु। र उहाँहरूले तपाईँहरूलाई अब आज यहाँसम्म चाहिँ यो एकदम पिछडिएको बस्ती, यो गन्धर्व बस्तीमा बाटै सुरुवात गर्नुपर्छ, जहाँ चाहिँ अहिले यस्तो खालको चाहिँ दही पर्को परेको बेलामा बढी जस्तो चाहिँ जोखिममा हुने भनेकै जहाँ चाहिँ यो बस्ती जो चाहिँ गरिब बस्तीहरू नै बढी जोखिममा हुन्छ भन्ने। अरू पनि तपाईँहरूका भवन नभएका, तपाईँहरू चाहिँ आफ्नो हिसाबले भवनहरू बनाउन सक्नुहुन्न, तपाईँ चाहिँ गरिब अलिकति चाहिँ निम्न वर्ग बाँध्न नसक्ने बारेले हामी पनि अझै पनि पहल गरिरहेका छौँ। भोलिका दिन भूकम्प पुनर्निर्माणका कुरा पनि यहाँबाट हुने कुरामा यहाँबाट चाहिँ सुरुवाती हुन्छ। तपाईँहरूको चाहिँ पुनर्निर्माण अहिले टहरा बनाउने कुरामा कतिजनाले भन्नुभएको त्यो चाहिँ टहराको उसमा चाहिँ चरणमा छ र पुनर्निर्माणको बेलामा पनि हजुरहरूको चाहिँ सबैको चाहिँ घरहरू पुनर्निर्माण हुनेछन् भन्ने प्रतिबद्धता पनि तपाईँहरूसँग जाहेर गर्न चाहन्छु। र फेरि पनि उहाँहरू के अरे त्यति टाढाबाट यति दुःख कष्ट झेल्दै यस्तो चिसोमा यस्तो बाटोको अप्ठ्यारो, उहाँ चाहिँ हामीभन्दा त धेरै चाहिँ सुगममा बसेका मान्छेहरू यस्तो अवस्थामा पनि हजुरहरूसम्म पुगेर केही चाहिँ आफूले भनौँ न आफ्नो विभिन्न सेक्टरबाट स्रोत जुटाएर आफैले पनि के अरे स्रोतहरू जुटाएर चाहिँ यहाँसम्म आइदिनु भएको छ। यसमा चाहिँ तपाईँहरूले पनि एकदम गर्वित हुनुपर्ने अवस्था छ। तपाईँहरूले होइन यस्तो अवस्थामा जो दुःखको बेला जसले सहयोग गर्छ त्यही कुरा चाहिँ ठुलो भगवान सरी नै हो। भगवान भनेकै छुट्टै भगवान चाहिँ यहाँ आइदिने कुरा भएन, तर भगवान नै उहाँहरू चाहिँ लाई नै भगवान मान्नुपर्ने हुन सक्छ। यो गन्धर्व बस्तीमा जब त्यो लाइन तारहरू मैले यहीँ देखिरहेको छु, हजुर घरहरूमा बत्ती बल्दैनन्, यसको भावी योजना वडासँग के छ होला? यसमा हामी अब 1-2 महिनामै हामी अब यो भोलि लगभग आइतबारदेखि नै मैले चाहिँ विद्युतको त्यो के अरे फार्म भर्नलाई, विद्युतमा चाहिँ मिटर बक्स माग गर्नलाई मैले सूचना गर्दैछु। यहाँदेखि मैले उहाँ कोर्डिनेसन गरिरहेको छ। यो धेरै एकदम योभन्दा अघिल्लो कार्यकाल पनि मै नै हो, तर यो नजिकको वडा हो, त्यहाँको सदरमुकामको नजिकको वडा भएर पनि बत्ती बाल्न हामीले सकेका छैनौँ। त्यो चाहिँ ठेकेदारको कारण, जो ठेकेदारले चाहिँ ठुलो पहुँचमा भएको ठेकेदार मन्त्रीहरूलाई पनि नटेर्ने त्यस्तो खालको ठेकेदार यो आरके कन्स्ट्रक्सन भन्ने हुनुहुँदैछ। उहाँ चाहिँ मैले पनि धेरै पहल गरेँ। म प्रदेशमा 7 पटक प्रदेशमा गइसकेँ। प्रदेशको प्रादेशिक उसमा चाहिँ टेन्डर भयो हुनाले उहाँ त्यहाँ गएँ, कारबाही पनि गर्न सक्दैन, काम पनि सुरु काम गर्छु भन्छ। अब चाहिँ 1 हप्तामा सुरु हुन्छ भन्दै 3-4 वर्ष कटिसक्यो तर पनि भएको छैन। अब अहिले सुरुवाती भर्खरै माथिबाट सुरुवाती गरेको छ। अब अर्को टेन्डर यहीँ गरेर सुरु हुँदैछ। अब चाहिँ हामी लगभग आइतबार सोमबारदेखि मिटर बक्सकै मागको लागि यहाँ चाहिँ आह्वान गर्दैछौँ, उहाँहरू जानुहुन्छ। अब
यो 2-4 महिनामै जस्तो सबै ठाउँमा बत्ती बल्ने जस अब कोसिस गरिरहेछौँ। अब कोसिस गर्दा त हामी 4 वर्ष 3-4 वर्ष भइसक्यो बत्तीको सकेको छैन, तर अब सगौँला भन्ने लागिरहेछ। हामी बाल्छौँ बत्ती त तत्कालै। गन्धर्वको बस्ती न उनीहरू किन्न सक्नु न गर्न सक्नु के गर्ने अवस्था त छैन। मैले पनि त्यो हिजो पीडा भोगेँ क्या। हजुर त्यो पीडालाई चाहिँ कति छिटो हजुरहरूले चाहिँ वडाबाट चाहिँ अब नगरपालिका प्रदेश लगायत केन्द्रसँग समन्वय गरेर कति छिटो चाहिँ उहाँलाई टहरा भइदियो भने हजुर होइन त्यो चाहिँ अझ सहज परिस्थिति हुन्छ कि भनेर कति छिटो चाहिँ कति टाइम लाग्ला हजुरहरूलाई यो बस्तीबाट टहराहरू सुरु गर्ने? टहरा त हामीले चाहिँ उहाँहरूले टहरा बनाउनको लागि चाहिँ सपोर्ट त गर्ने भनिरहेको छ, त्यही मात्र हजुर त ओडामै हुनुहुन्छ हजुर। यो चाहिँ कति छिटो चाहिँ बन्न सक्ला? हजुर टहराहरू चाहिँ उहाँहरूको लगभग उहाँहरूले टहरा जो टहरा माग गरेको हुनुहुन्छ, जो कार्यविधि अनुसारको माग गरे अनुसार उहाँहरूको चाहिँ पैसा खातामा आइसकेको छ, तर उहाँहरूले नै छिटो गर्नु पर्यो। अब छिटो चाहिँ उहाँहरूको खातामा पैसा आइसक्यो भनेपछि उहाँहरूले कसरी म्यान पावर स्रोत अब कसरी चाहिँ जुटाएर पैसाको उता आइसक्यो खातामा, अब अरू चाहिँ उहाँहरूले जुटाएर जति सक्दो उहाँहरूले नै सक्नु पर्यो। हाम्रो तर्फबाट चाहिँ पहिलो चरणको टहराको पैसा चाहिँ गइसकेको छ। अब उहाँहरूले नाम जय बहादुर गन्धर्व, मेरो ठेगान नम्बर वडा नम्बर 6 जाजरकोट। मेरो स्कुलमा स्कुलको नाम पनि भनौँ। मेरो स्कुलको नाम श्री भगवती आधारभूत विद्यालय। मेरो स्कुलमा त्यहाँ 20 कोठामा फिल्टर राखेको पानी खाने, हामी पानी खान गयौँ भने हामीलाई छुन दिन्नन् अनि हामीलाई यस्तो हात दास्न पठाएर पानी दिन्छन्। अनि त्यहाँभित्र केही डोरी भएपछि त्यहाँ खेल्ने भनेर दिएका हुन्छन् 1 बजे अनि दिनुहुन्थ्यो भने हामीलाई, अनि कथा पढ्ने भनेर दिएका हुन्छन् हामीलाई दिनुहुन्थ्यो भने। अनि अब केही भलिबल खेल्नेखेरि पनि त्यहाँ खेल्नेखेरि आज तँ नखेल भोलि खेल्ला भनिदिन्छन्। अनि कोही साथीसँग कहीँ जानु पायो भने तँ हिँड्दा नजा अनि तँ यहीँ बस भन्छन्। अनि केही नजाने कुरो सिकाउनु पठाउनुपर्छ, सिकाउँदैन। यो गाइन छोरो हेर्न धेरैले उ नगर अनि यसमा साथ नगर भन्छन्। यो जातीय छुवाछुतको अवस्था हामीले धेरै सुन्यौँ, सुन्न चाहिँ यो हामीले भोग्दै पनि सदियौँदेखि भोग्दै आएका पनि कुराहरू भए। अब यहाँ झन् अझ विकराल छ भन्ने कुरा पनि हामीले सुन्यौँ होइन। यो उहाँहरूको जस्तो स्कुलमा सामाजिक क्षेत्र हो नि त स्कुल भनेको त होइन, एउटा शिक्षालयमा एउटा वडा कार्यालयमा सरकारी कार्यालयहरूमा जहाँ हामी प्रतिनिधित्व गरेका छौँ यो ठाउँमा त यस्तो विभेद छ भने गाउँमा झन् कस्तो अवस्था होला र यसको निराकरणका लागि चाहिँ अब हाम्रो गाउँबाट यो 6 नम्बर वडाले चाहिँ कस्तो खालको कदमहरू चाल्यो भने उहाँहरूले चाहिँ हामी पनि मानव हौँ, हामी पनि बच्चा हौँ, हामी पनि शिक्षा पाउन सक्छौँ होइन। यो चाहिँ यो सत्य कुरा हो, एकदम दुःखद कुरा हो। यो चाहिँ यो अहिले 81 शताब्दीमा यस्तो छुवाछुत र त्यो पनि सामाजिक भनौँ न एउटा संस्था एउटा विद्यालयमा यस्तो खालको खास हो भने त एकदम दुःखद कुरा हो। यो चाहिँ यस्तो खालको रहेछ भने म जान्छु तत्काल चाहिँ यो त दण्डनीय काम हो। यो तत्काल म चाहिँ 1-2 दिनमै म विद्यालयमा गएर यथार्थ त्यो यो भागलाई पनि लगेर प्लस यहाँ चाहिँ 2-4 भनौँ न राजनीतिक दलका प्रतिनिधिहरू पनि लगेर म चाहिँ त्यहाँ विद्यालयमा जान्छु। म विद्यालयमा गइसकेपछि यथार्थ कुरा के हो, यथार्थ कुरा सत्य हो र सत्य साबित हुन्छ भने चाहिँ त्यो दण्डनीय काम हो। यो चाहिँ दण्डित हुनुपर्छ। त्यो चाहिँ कुन शिक्षक हुनुहुन्छ, कुन को मान्छे को भनौँ न कुन शिक्षिका हुनुहुन्छ त्यस्तो खालको व्यवहार गर्नुभयो भनेपछि उहाँलाई चाहिँ दण्डित हुन्छ। यस्तो खालको व्यवहार भनेको यो अवान्य र यो कानुन विपरीतको होइन यो दण्डनीय काम भएको हुनाले चाहिँ म तत्काल यो चाहिँ समस्या समाधानमा आफै पनि गएर यो चाहिँ समस्या समाधान गर्छु। यसको के हो छानबिन के गर्नुपर्छ सबै कुरा चाहिँ यसको समाधानलाई म चाहिँ तयार छु। यो स्वास्थ्य चौकीमा पनि हजुरको अलिकति मोनिटरिङ स्वास्थ्य चौकीमा पनि मैले चाहिँ यो खास स्वास्थ्यको लगेर स्वास्थ्य केन्द्रमा आएको निःशुल्क औषध लगेर त्यहाँ चाहिँ बेच्या त मैले पनि निगरानी गरेर आउँछु र म पनि स्वास्थ्य व्यवस्थापन समितिकै अध्यक्ष हुनाले धेरै कुरा चाहिँ त्यहाँको मोनिटरिङ चाहिँ भइरहेको हुन्छ र समस्या त अब कहीँ कतैबाट केही न केही त समस्या आइ नै हाल्छ, तर त्यस्ता अब समस्या समाधान गर्दै गइन्छ र यहाँको जनमानसले यहाँको चाहिँ सबैले यस्तो खालको समस्या भन्ने कुरा मलाई पनि जानकारी चाहिँ लिखित रूपमा नभए पनि मौखिक रूपमा जानकारी गरेर चाहिँ म त्यसको लागि चाहिँ समस्या समाधान गर्न चाहिँ म तत्पर लागिरहन्छु। विकट त्यसमा पनि अशिक्षा र त्यसमा पनि बेरोजगारी बढ्दो भएका कारण आर्थिक अवस्था पनि न्यून हुने र कसैसँग पनि प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्न नसक्ने अवस्था भएपछि त्यहाँका गन्धर्व समुदायले आफूमाथि भएको जातीय विभेद सहेर बस्नुपर्ने बाध्यता बाहेक अरू केही देखेन। हामी निरन्तर त्यहाँ छलफल गऱ्यौँ, अन्तर्क्रिया गऱ्यौँ
र त्यहाँको स्थानीय सरकारलाई तत्काल यहाँको जाति विभेद अन्त्यका लागि काम गर्न आग्रह गर्यो। यो चाहिँ हजुरलाई ज्याकेट हजुर श्रीमान हो ज्याकेट थिएन अनि ज्याकेटलाई सेट भयो अर्को अब ललित गन्धर्व अब त्यो तपाईँले लानुभयो नि गीता गन्धर्व ल्याइदिनु त पहिला अनि यसपछि झरना गन्धर्व ललित गन्धर्व है आउनुहोस् अध्यक्षज्यूले ललित गन्धर्वलाई भूमिका गन्धर्व पक्का लिएर जाऊ पेन्सिल फुटाएर दिनु Thank you all even for relief aid to Jajarkot for earthquake victim in Jajarkot.